Bonjour à tous, bienvenue à Learn French with Pratibha. J'espère que vous allez bien. नमस्ते सबैजनालाई हजुरहरूलाई Learn French with Pratibhaमा स्वागत छ र आशा छ कि सबैजना आरामै हुनुहुन्छ र कति धेरै जनालाई त थाहा पनि भइसक्यो होला कि आज हामीले के को बारेमा पढ्न गइरहेका छौं. Oui, les numéros en français, les numéros en français हैन भनेको फ्रेन्च नम्बरहरु चाहिँ आज हामी पढ्न गइरहेका छौं र अस्तिको भिडियोमा चाहिँ मैले 0 बाट 20 सम्म भने गरेको थिएँ र त्यसमा चाहिँ कतिवटा नम्बरहरु चाहिँ बाइ हार्ट सम्झिनु पर्छ र कतिलाई चाहिँ रुल्स हुन्छ भनेर पनि एक्सप्लेन गरेको थिएँ. जति जनाले त्यो भिडियो हेर्नु भएको छैन उहाँहरुले चाहिँ म यो लिंक डिस्क्रिप्सन बक्समा राख्दिन्छु र त्यहाँ गएर यो भिडियो सुरु हेर्नु भन्दा अगाडि चाहिँ म हजुरहरुलाई चाहिँ पहिलाको भिडियो चाहिँ हेर्नको लागि चाहिँ एकदमै रिक्वेस्ट गर्छु किनकि त्यो पहिलाको भिडियो हेर्यो भने चाहिँ बल्ल यो भिडियो बुझिन्छ के हैन. ओके त्यसपछि ढिला नगरिकन सुरु गरौँ. से पाक्ति अरे 20 लाई वा भने थिए. अब चाहिँ हामी 21 22 23 नगरिकन 21 22 23 नगरिकन सुरुमा चाहिँ म अब तपाईहरुलाई 20 बाट 70 सम्म जुन नम्बर चाहिँ तपाईहरुले बाइ हार्ट मनबाट नै भित्री मनबाट नै सम्झिनु पर्छ, घोक्नु पर्छ, घोक्नुस्, लेख्नुस्, जेसुकै गर्नुस् तर नम्बरहरु चाहिँ हजुरहरुले सम्झिनु नै पर्छ है. ल त्यो नम्बरहरु भन्न गइरहेको छु. एउटा चाहिँ सुरुमा 1 बाट 16 सम्म थियो लास्ट भिडियोमा हेर्नु होला र 20 पनि हामीले बाइ हार्ट नै सम्झिनु पर्छ. 20 भनेको चाहिँ 20 भनेको चाहिँ वा भयो र त्यसै गरेर 30 पनि हामीले बाइ हार्ट नै सम्झिनु पर्छ जसलाई चाहिँ हामीले थन्त भनिन्छ. 40 40 50 50 60 60 र 70 70 यो नम्बरहरु चाहिँ हामीले बाइ हार्ट सम्झिनु पर्यो है. ओके अब चाहिँ हामी फेरि 20 मा 20 मा 20 भनेको के भने थिए वा भने थिए. अब चाहिँ हामी 21 22 23 21 22 23 गर्न गइरहेका छौं. फ्रेन्चमा चाहिँ 21 21 भन्दा फेरि चाहिँ त्यो इंग्लिशको जस्तै नै हो किनकि इंग्लिशमा 21 भन्दा फेरि 20 भनेको 20 भयो, 1 भनेको 1 भयो नि त हैन. त्यसलाई दुईटालाई 20 लाई र 1 लाई जोडेर 21 हुन्छ. त्यसरी हामीले 21 भनिन्छ भने फ्रेन्चमा पनि 20 भनेको के थियो वा थियो र 1 भनेको के थियो आ थियो हैन. अब 20 लाई र 1 लाई जोडेर 21 हुन्छ नि त. के भनिन्छ हामीले गुड 21 लाई चाहिँ हामीले फ्रेन्चमा 21 भन्छौं. अब त्यस्तै गरेर 23 23 24 24 25 25 26 26 27 27 28 28 29 29 र 30 लाई के भन्थे मैले थन्त. ब्राभो. ओके त्यस्तै गरेर अब 20 21 22 लाई जसरी गरेको थियौं अब हामीले 30 31 32 लाई पनि त्यसरी गरिन्छ. 30 भनेको थन्त र 1 भनेको आ भयो. अब 30 र 1 गरेर 31 भयो. 31 लाई फ्रेन्चमा थन्तेआ. 32 लाई थन्दु. 33 थन्थ्वा. 34 थन्क्यात. 35 थन्साङ. 36 थन्सिस. 37 थन्सेत. 38 थन्थवित. 39 थन्तनफ. 40 क्याहन्त. अघि नै भनेको नि हैन मैले 40 लाई चाहिँ हामीले क्याहन्त भनिन्छ. अब त्यसरी नै 21 र 31 लाई जसरी गर्यौं अब 41 लाई पनि 40 भनेको के हो क्याहन्त र 1 भनेको आ भनेपछि क्याहन्ते आ भयो हैन. 41 क्याहन्ते आ. 42 क्याहन्दु. 43 क्याहन्थ्वा. 44 क्याहन्क्यात. 45 क्याहन्साङ. 46 क्याहन्सिस. 47 क्याहन्सेत. 48 क्याहन्तवित. 49 क्याहन्तनफ र 50 लाई के भन्थे मैले ट्रेभिया 50. भेरी गुड हैन. अब त्यस्तै गरेर 51 51 52 52 53 53 59 59 र 60 के भन्थे गुड 60 हैन. ओके
60 सम्म पनि आयो अब 61 पनि त्यस्तै गरेर हुन्छ 61 61 62 62 63 63 64 64 65 65 66 66 67 67 68 68 69 69 70 अघि नै भने अनुसार 70 ओके तर 70 भन्ने बित्तिकै 60 अनि 10 कतै यो 60 लाई र 10 लाई सुने जस्तो भयो कि भएन होला 60 भनेको 60 थियो र 10 भनेको 10 थियो है 70 लाई एउटा सिंगल वर्डमा भन्दा फेरि चाहिँ 70 भनेर भनिन्छ है अब यति भइसक्यो हामीलाई 20 बाट 70 सम्म पनि भन्न आयो र आजको लागि यति किनकि धेरै कुराहरु धेरै उस गर्यो भने चाहिँ कन्फ्युजन हुन्छ र त्यति बेलासम्मको लागि चाहिँ जब रमेक्सी पोखरा गक्देमा भिडियो एसी बुबुले आफ्नो लफोसे बुपे जुस मोबाइल मेसेज उलेसेलाको मन्ते यदि हजुरहरुलाई फ्रेन्च क्लासेसहरु लिनु छ भने हजुरहरुले मलाई मेसेज अथवा कमेन्ट सेक्सनमा कमेन्ट छोडिदिदा पनि हुन्छ हजुरहरु नेपाल फ्रान्स क्यानाडा जता पनि हुनुहुन्छ यदि हजुरहरुलाई फ्रेन्च सिक्नु छ भने हाम्रो अनलाइन क्लासेसहरु चाहिँ सञ्चालनमा आइसकेको छ र कुनै नयाँ क्लासेसहरु चाहिँ अर्को हप्ताबाट सुरु हुन गइरहेको छ त्यसै भएर ढिला नगरिकिन छिटो कमेन्ट बक्समा कमेन्ट छोड्नु होला अथवा मेसेजमा मेसेज गर्नु होला त्यति बेलासम्मको लागि चाहिँ prenez soin de vous, take care of yourself and à bientôt équipe, bisous.